आजको यो भिडियोमा मैले तपाईलाई कक्षा 8 को रिजल्ट कसरी चेक गर्ने मोबाइलबाट एकदमै सजिलो तरिका सिकाउने छु साथीहरु। यसको लागि साथीहरु गुगल क्रोमलाई ओपन गर्नु होला यहाँ र त्यसपछि सर्च गर्नु माथि नै यहाँ र जस्तै म जितपुर सिमरा सब मेट्रोपोलिटन सिटी लेखेर सर्च गर्छु। तपाईले यहाँ यतातिर प्युठान तपाईले घोराई कहाँदेखि हेर्दै हुन्छ त्यहाँ सर्च गर्नु होला अगाडि यसरी राखेर यहाँ र जस्तै यहाँ घोराई लेखेको छ हेर्दिनुस् यहाँ र प्युठान लेखेको छ। तपाईले कहाँको चेक गर्दै हुन्छ जस्तै म यहाँ जितपुर सिमरा सब मेट्रोपोलिटन सिटी लेखेर यहाँ सर्च गर्छु। त्यसरी यहाँ सिमराको यहाँ र जितपुर सिमराको सर्च गरे भनेपछि यहाँ र यस्तो इन्टरफेस आउँछ साथी। माथि नै माथि नै यहाँ र जितपुर सिमरा उपनगरपालिका लेखेको छ यहाँ तपाईको पनि यस्तै आउँछ साथीहरु यहाँ र यसमा क्लिक गर्नु होला। यसमा क्लिक गरिसकेपछि एकछिन लोड लिन्छ साथीहरु। एकछिन लोड लियो साथीहरु। त्यसपछि यहाँ खुलिहाल्यो वेबसाइट देख्नुस् यहाँ र त्यसपछि माथि तीनवटा लाइनमा क्लिक गर्नु। तीनवटा लाइनमा धर्सामा त्यसपछि अलि तल आउनु यहाँ र होम लेखेको छ यहाँ र माथि र पोस्ट लेखेको छ यहाँ र राजपत्र के लेखेको छ यहाँ र अलि तल आउनु र यहाँ अनलाइन सर्भिस लेखेको छ साथीहरु। अनलाइन सर्भिसमा एकचोटी टच गर्नु होला। टच गरेपछि यसलाई अलिकति यतातिर सार्नु होला। यसरी यतातिर सार्नु होला फेरि अलि माथि सार्नु होला साथीहरु। त्यसपछि यतातिर साइडमा कक्षा 8 को परीक्षाफल लेखेको छ साथीहरु। त्यसमा यहाँनिर क्लिक गर्नु होला साथीहरु। यहाँनिर क्लिक गर्नुभयो भने यहाँ देख्नुस् यस्तो इन्टरफेस आउँछ यहाँ देख्नुस् यहाँ र देख्नुस् यहाँ जितपुर सिमरा मेट्रोपोलिटन सिटी लेखेको छ यहाँ देख्नुस् यहाँ र माथि नै र त्यसपछि यतातिर तलनेर लेखेको छ यहाँ सिम्बल नम्बर। तपाईको सिम्बल नम्बर यहाँ राख्नु होला साथीहरु। माथि नै यहाँ सिम्बल नम्बर राख्नु होला। तलनेर तपाईको डेट अफ बर्थ राख्नु होला साथीहरु। त्यसपछि सबमिटमा क्लिक गर्नुभयो भने तपाईले सजिलैसँग मार्कसिट सहित तपाईले हेर्न सक्नुहुन्छ साथीहरु। ल त साथीहरु आजको भिडियो तिनीहरुको नयाँ भिडियोमा फेरि बाइ बाइ।